Hi everyone, welcome back my another mini vlog. अहिले चाहिँ हामीहरु बाहिर जाँदै गरेको सामानहरु किन्नु अलिअलि छ त्यही भएर म अर्को जग्गा शिफ्ट हुन्छु नि त त्यसको लागि अब हामीको सामान चाहिरहेछ सो जाँदै गरेको म र आज चाहिँ दिदीको छुट्टी हो अनि त्यही भएर दिदी र म चाहिँ जाँदै गरेको विशाल मार्ट यहाँको भ्यू चाहिँ यति दामी छ नि वाउ शी इज माई सिस्टर हेलो भन्दै मेरो गाइसहरूलाई हेलो हामीले एउटै छौँ कि छैन है गाइस दिदी बहिनी अनुहार मिल्छ कि मिल्दैन कमेन्ट गरिदिनु होला हामी चाहिँ अब अटोमा पनि बसिसक्यौँ जाँदै गरेको यतै घुमाए त हामी चाहिँ आइ पनि पुग्यौँ विशाल मार्ट है कता जाने अब खोइ कहाँ छ विशाल मार्ट चाहिँ किन्नु चाहिँ के आएको तर त्यतिकै विशाल मार्टमा के भन्दै यो त ब्ल्याङ्केटहरू होइन फाइनली हाम्रो चाहिँ सपिङ पनि भइसक्यो अब निस्केको कस्तो घाम हो न निदा डराउने घाम छ त अब कहाँ जाने सिधै रुम सपिङ त त्यस्तो केही थिएन एउटा दुईवटा सामान लिनु थियो त्यो घामले त मलाई हेर्नु पनि भएन त म त्यहाँ ऊ सिधै टल्केको फाइनली हामी चाहिँ रुम पनि आइपुग्यौँ मलाई चाहिँ धुलोले गर्दा यति हाच्छिउँ आयो मलाई सर्दी लागिरहेछ सो आजको लागि भ्लग यति नै म यहाँ एन्ड गर्दैछु बाई बाई भेटौँला नेक्स्ट भिडियोमा